हेलो स्टुडेन्ट्स वेलकम ब्याक टु द अनदर भिडियो है त मैले तपाईलाई भनेकै थिएँ फर्मुला एक्सप्लेनेसन भएपछि म डाइरेक्ट एक्सरसाइज गराउँछु भनेर है त मसँग चाहिँ रिड मोर पब्लिकेसनको क्लास 10 को चाहिँ है त म्याथ लिंक्स है त बुक रहेको छ है त रिड मोर पब्लिकेसनको है त एकदम राम्रो बुक रहेको छ। सो अब चाहिँ मैले सेट च्याप्टरको है त मैले यो भन्दा अगाडि चाहिँ सेट च्याप्टरको चाहिँ फर्मुलाहरु एक्सप्लेनेसन गरिसकेको छु। यदि तपाईले चाहिँ त्यो भिडियो हेर्नु भएको छैन भने चाहिँ हेर्न सक्नुहुन्छ है त। मैले यदि तपाईले फर्मुला बुझ्नु भएको छैन भने क्वेशन सल्भ गर्न सक्नु हुँदैन सरी है त। सो यु मस्ट हैव टु अन्डरस्ट्यान्ड अल द फर्मुलाज अफ द सेट च्याप्टर है त। सो पहिला फर्मुला अन्डरस्ट्यान्ड गर्ने बुझ्ने अनि त्यसपछि चाहिँ है त क्वेशन सल्भ गर्न आउने है त। अथवा चाहिँ पहिला त्यो भिडियो हेर्नुस् त्यसपछि मात्र यो भिडियो हेर्नु होला अनि मात्र क्लियर हुन्छ अनि मात्र बुझिन्छ है त। ओके है त। अब यहाँ एक्सरसाइजहरु धेरै रहेका छन् है त 1 देखि चाहिँ 14 सम्म। यो नट दैट मच इम्पोर्टेन्ट यस्तो प्रकारको सोध्दैन है त। अब चाहिँ मैले सिधै डाइरेक्ट 15 नम्बर क्वेशनबाट चाहिँ है त जुन चाहिँ प्रब्लम्स इन द कन्टेक्स्ट छ है त क्वेशन नम्बर 15 है त रिड मोर पब्लिकेसनको क्लास 10 को है त म्याथमेटिक्स बुकको चाहिँ मैले 15 नम्बर है त क्वेशनबाट चाहिँ सल्भ गरिरहेको छु किनकि यिनीहरु चाहिँ एक्जाम टाइप्स क्वेशनहरु हो। यस्तै क्वेशन चाहिँ एक्जाममा सोध्ने भएका कारणले गर्दा। ओके पेज नम्बर भन्नुहुन्छ भने इट्स 19 है त पेज नम्बर 19 रहेको छ जसमा चाहिँ क्वेशन नम्बर हाम्रो छ 15 है त। ल क्वेशन नम्बर 15। अब क्वेशन लेख्न थाले भने चाहिँ धेरै लामो भिडियो भइहाल्छ। सो तपाईले चाहिँ बुक छ भने चाहिँ तपाईहरु चाहिँ रिड मोर पब्लिकेसनको बुक हेर्नु होला है त। ल क्वेशनले के भन्छ भनेपछि 15 को ए रहेको छ है त। ल क्वेशनमा के छ भने इन अ सर्वे अफ 60 स्टुडेन्ट्स 30 drink milk, 25 drink curd and 10 students drink milk as well as curd भनेर चाहिँ भन्छ। मतलब चाहिँ इन अ सर्वे अफ 60 स्टुडेन्ट्स गरे है त। एउटा चाहिँ 60 स्टुडेन्टहरुमा चाहिँ सर्वेक्षण गरियो सर्वे गरियो है त। त्यसमा चाहिँ के पाइयो गरे 30 ड्रिंक्स मिल्क 30 ले चाहिँ मिल्क ड्रिंक गर्छन् है त मिल्क पिउँछन् दुध पिउँछन्। 25 ड्रिंक कर्ड है त 25 ले चाहिँ दही पिउँछन् एन्ड 10 स्टुडेन्ट्स ड्रिंक मिल्क एज वेल एज कर्ड है त। मिल्क एज वेल एज भनेको चाहिँ मिल्क पनि र साथसाथै दही पनि भन्न खोज्या दुबै है त। दैट मीन्स के हो त हाम्रो इन्टरसेक्सन दुबै ठाउँ जान्छन् दुबै कुरा मन पराउँछन् दुबै कुरा खान्छन् दुबै कुरा गर्छन्। दैट मीन्स इन्टरसेक्सन कमन भयो नि त। दुबैमा आउनेलाई कमन भनिन्छ भनेर मैले भेन डायग्राममा तपाईलाई एक्सप्लेनेसन गरेको छु। दैट त्यही नै यो भन्न खोज्या है त। यो पनि पिउँछन् दुध पनि पिउँछन् एज वेल एज दही पनि पिउँछन् भन्न खोज्या। दैट मीन्स कति जना छन् त 10 जना छन् है त। ल पहिला गिभन कुराहरु चाहिँ लेखिहालौं है त। सबभन्दा पहिला चाहिँ तपाईले लेट है त यो लेखिहाल्नु होला। आजको क्वेशनमा चाहिँ मैले लेखाइदिइरा छु यो चाहिँ लेख्नु होला भनेर है त। फ्युचरमा सायद आफै तपाईले बुझ्नु होला यो चाहिँ लेख्नु पर्छ भनेर है। लेट द नम्बर अफ पहिला यो मान्ने है त मान्नु पर्छ। लेट द नम्बर अफ स्टुडेन्ट्स हु ड्रिंक मिल्क एन्ड कर्ड आर denoted by milk लाई चाहिँ m कर्ड लाई चाहिँ c रेस्पेक्टिभली। ल आजको क्वेशनमा चाहिँ मैले लेखिदिए यो भन्दा पछि क्वेशनमा चाहिँ म डाइरेक्ट गर्ने हो तपाईहरु चाहिँ बुझ्नु होला लेख्नु पर्छ भनेर। यो भन्न खोजेको के हो त मानौ है त यहाँ दिएका क्वेशनमा दिएका चाहिँ स्टुडेन्टहरु छन् जसमध्ये चाहिँ है त मिल्क पिउनेलाई m मानौ र m मान्दा अनि त्यसपछि कर्ड पिउनेलाई चाहिँ c मान्दा भनेर भने हो है त। ल त्यसपछि जाऊ यहाँ फ्यु टोटल कति जना छन् त हाम्रो 60 छ। अनि त्यसपछि मिल्क 30 ड्रिंक मिल्क भनेको छ। दैट मीन्स n अफ m बराबर चाहिँ हाम्रो 30 छ। अनि त्यसपछि 25 ड्रिंक कर्ड भनेको छ n अफ c बराबर चाहिँ 25 छ। अनि त्यसपछि 10 स्टुडेन्ट्स ड्रिंक मिल्क एज वेल एज कर्ड है त मिल्क पनि र साथमा दही पनि। दैट मीन्स दुबै पिउँछन् है त। त्यो भनेको के हो त इन्टरसेक्सन हो। n अफ m इन्टरसेक्सन c बराबर चाहिँ 10 यसरी चाहिँ हामीलाई दिएको छ क्वेशनमा। अनि आई मा भन्छ इफ द सेट अफ टोटल स्टुडेन्ट्स इज u है त टोटल स्टुडेन्ट्सलाई u मान्यो भनेपछि देन राइट द कार्डिनालिटी अफ u। कार्डिनालिटी भनेको चाहिँ कति जना छन् त कति मान्छे छन् कति स्टुडेन्ट छन् त्यो भन्न खोज्या है त। अनि u को कति मान्छे छन् अथवा चाहिँ कति छ नम्बर भन्न खोज्या हो के u को। सो आई नम्बरमा चाहिँ डाइरेक्ट के लेख्दिने मैले यता लेख्दिए n अफ u बराबर चाहिँ 60 लेख्दियो। दैट बिकम्स द आन्सर। एक नम्बर आइहाल्यो यति लेख्नु भयो भनेपछि। म्याक्सिमम क्वेशनमा कार्डिनालिटी सोधेको हुन्छ एक नम्बरमा जहिले पनि कहिलेकाहीँ चाहिँ रिलेसन सोध्दैला फर्मुला सोध्दैला त्यति मात्र फरक हुन्छ है त। बट एक नम्बरको जहिले पनि तपाईको सजिलो नै हुन्छ। ल यही सोधेको छ कार्डिनालिटी भनेपछि के बुझ्ने त नम्बर कति मान्छे छन् त सक्यो। अनि त्यसपछि आई मा जाऊ। आई मा के भन्छ त ड्र भेन डायग्राम टु इलुस्ट्रेट द एबभ इन्फर्मेसन भन्छ। माथिको इन्फर्मेसनलाई चाहिँ भेन डायग्राममा देखाउनुस् भन्छ। तपाईहरुले चोइस इज योर्स है त। भेन डायग्राम सुरुमा देखाउनुहुन्छ लास्टमा देखाउनुहुन्छ केही पनि फरक पर्दैन है त। ल बेसिकली चाहिँ तपाईले चाहिँ इन्टरसेक्सनको भ्यालु दिएको केसमा चाहिँ तपाईले पहिला बनाउन सक्नुहुन्छ है त। सजिलो हुन्छ इन्टरसेक्सनको भ्यालु दिएको बेला भेन डायग्राम बनाउन है त। उसै पनि सजिलो नै हुने बट बुझ्ने तरिका है त। सो म त के सजेस्ट गर्छु भने इन्टरसेक्सनको भ्यालु दिएको बेला पहिला बनाइहाल्ने। यदि इन्टरसेक्सनको भ्यालुको दिया छैन भनेपछि
पहिला इन्टरसेक्सनको भ्यालु पत्ता लगाउने अनि त्यसपछि चाहिँ भेन डायग्राम बनाउने सजिलो हुन्छ है त। ल अहिले चाहिँ म इन्टरसेक्सनको भ्यालु दिएछ सो भेन डायग्राममा देखाइ नै दिन्छु। सोइङ इन भेन डायग्राम लास्टमा बनाउँदाखेरि पनि केही फरक चाहिँ पर्दैन है त। ल एउटा चाहिँ हाम्रो मिल्क छ, अर्को चाहिँ हाम्रो कर्ड छ। अब बुझ्नुहोस् है त, मैले तपाईलाई सायद यो भर्ने तरिका चाहिँ एक्सप्लेनेसन गरेन, के भनिन्छ कुन कुन पार्टलाई के भन्छ त्यति मात्र भनेको थिएँ। भर्ने तरिका के हो भने सब तपाईलाई थाहा नै होला है, तपाई पनि सबभन्दा पहिला चाहिँ यु हैव टु पुट द भ्यालु अफ कमन अर द इन्टरसेक्सन है त। के भने मैले सबभन्दा पहिला भेन डायग्राममा भ्यालु राख्दाखेरि इन्टरसेक्सनको भ्यालु चाहिँ पहिला राख्ने है त। अब तपाईले त्यसलाई सोच्नुस् है त, मैले के भनेको थिएँ, इन्टरसेक्सन कुन भाग भनेको थिएँ त्यो बुझ्नु पर्यो नि तपाईलाई हैन। याद गर्नुस् इन्टरसेक्सन कुन भनेको त रिमाइन्ड गर्नुस् त के भनेको थिएँ, यो बिचको भाग कमन भागलाई चाहिँ इन्टरसेक्सन भनिन्छ भनेर लेखेको थिएँ नि त हैन। सो यो भनेको इन्टरसेक्सनको भाग हो त। इन्टरसेक्सनको भ्यालु कति छ हाम्रो 10 छ। इन्टरसेक्सनको भ्यालु छ 10 है त। ल अब हेर्नुस्, अब m मा जाउँ। m को भ्यालु कति छ 30। मैले तपाईलाई भनेको थिएँ m को भ्यालु भनेको यहाँदेखि यहाँसम्मको भ्यालु हुन्छ 30 है त। 30 मा 10 त आइहाल्यो नि हैन। 30 मा 10 आइहाल्यो भने यहाँ कति बच्यो त 30 - 10 गरेर लेख्नु होला भनेर भनेको थिएँ हैन। सो 30 बाट 10 आइहाल्यो भने कति बच्यो त 20 बच्यो। अब c भनेको यहाँदेखि यहाँ होल भनेको c को भाग हो। c कति छ 25 छ। 25 मा 10 आइहाल्यो भने कति बच्यो त 15 बच्यो है त। ल अब चाहिँ यो सबै जोडेर चाहिँ तपाईको 60 आउनु पर्छ। यदि 60 आएन भने त्यो भ्यालु चाहिँ हामीले यहाँ बाहिरपट्टि इनपुट गर्ने है त। जोड्नुस् हाम्रो 60 हुन्छ कि हुँदैन। 10 मा 20 मा 10 जोड्नुस् कति हुन्छ 30 है त। 30 मा 15 जोड्दाखेरि 45 मात्र भयो। हाम्रो 60 आएन, कति बच्यो त 15 बच्यो नि हैन। ल 15 चाहिँ हाम्रो बाहिर भ्यालु आउँछ। यसरी चाहिँ तपाईहरु बुझ्नु होला है त। के भने मैले यदि यसको भ्यालु दिएछ भने त लेख्नु पर्यो है त। यदि दिएको छैन भनेपछि तपाईले चाहिँ पहिले यो सबैले टोटल काउन्ट गर्ने है त। जति आउँछ है त त्योसँग चाहिँ एनयू को भ्यालु कम्पेरिजन गर्ने नि। जति धेरै बच्छ है त, यदि बचेन भने चाहिँ ठिकै छ, केही पनि फरक परेन। यदि बच्यो भने त्यो बचेको भ्यालुलाई चाहिँ हामीले बाहिरपट्टि राख्नुपर्छ। त्यो चाहिँ कम्प्लिमेन्टको भ्यालु हो भनेर आफै बुझ्नुपर्छ है त। ल आई को पनि भयो। अनि त्यसपछि आई मा जाऊ। फाइन्ड द नम्बर अफ स्टुडेन्ट्स हु ड्रिंक आइदर कर्ड अर मिल्क भनेको छ है त। आइदर भनेको अथवा भन्न खोजिया हो है त। अथवा भन्ने बित्तिकै ए युनियन बी है त। अथवा और अथवा आइदर छ यस्तो केही छ भनेपछि तपाईको चाहिँ के हो त ए युनियन बी हो है त। अनि त्यसपछि नाइदर NITH नाइदर छ भनेपछि ए युनियन बी को कम्प्लिमेन्ट हो। अनि त्यसपछि ए एन्ड बी छ भनेपछि चाहिँ ए इन्टरसेक्सन बी हो। यो कुरा चाहिँ बुझ्नु है त। आइदर और छ भनेपछि ए युनियन बी भयो है त। अनि नाइदर छ भनेपछि ए युनियन बी को कम्प्लिमेन्ट, नाइदर अफ देम होला, नाइदर ए एन्ड बी होला, यस्तो होला। नाइदर छ भनेपछि कम्प्लिमेन्ट हो, आइदर छ भने युनियन हो, र ए एन्ड बी मन पराउँछन् छ भने त्यो के हो त इन्टरसेक्सन हो है त। यो कुरा पनि तपाईले बुझ्नु पर्छ। अहिले के छ हाम्रो आइदर छ। आइदर भन्ने बित्तिकै त्यो के हो भने मैले युनियन हो भने ल युनियनको भ्यालु निकालौँ। आई मा एन अफ के छ एम युनियन सी छ। यो बराबर चाहिँ निकाल्नु पर्ने छ। ल मैले तपाईलाई यसको फर्मुला लेखाकै छु हैन, छैन लेखाको छु नि। ल फर्मुला राख्दिनुस् नाउ एन अफ एम युनियन सी बराबर के भनेको थिए युनियनमा युनियन ए एम युनियन सी र एन अफ यु भनेको एउटै हो भनेको थिए। मात्र के हुन्छ यसमा कम्प्लिमेन्टको भ्यालु चाहिँ 0 हुन्छ। त्यही भएर कम्प्लिमेन्टलाई हामीले लेख्दैनौँ भनेर भनेको थिए। रिमाइन्ड गर्नुस् न हैन त। त्यही फर्मुला राख्दिने, कम्प्लिमेन्ट चाहिँ हुँदैन भनेर बुझ्ने। अरु सबै फर्मुला चाहिँ एन अफ यु को फर्मुला हो है त। ल एन अफ एम प्लस एन अफ सी माइनस एन अफ एम इन्टरसेक्सन सी भइहाल्यो। कम्प्लिमेन्ट हुँदैन है त। ल भ्यालु राख्दिम। एन अफ एम को भ्यालु कति छ हाम्रो 30 प्लस एन अफ सी को भ्यालु कति छ 25 अनि माइनस इन्टरसेक्सनको भ्यालु कति छ 10। ल जोड्नु त हाम्रो कति भइहाल्छ यो 30 + 25 55 माइनस 10 गरेर कति आयो त हाम्रो 45। ल यो चाहिँ हाम्रो के भइहाल्यो त एम युनियन सी को भ्यालु हो। Therefore, the number of students who drink के छ हाम्रो either curd or milk, either curd or milk है त। जसलाई चाहिँ n of m union c बराबर चाहिँ कति त 45। यसै चाहिँ तपाईले कन्क्लुजन चाहिँ लास्टमा लेखिदिएपछि द्याट विल बी बेटर। ओके 10 क्लासमा चाहिँ कन्क्लुजन चाहिँ लेखिदिनु होला है त। यो भयो आई नम्बरको। अब त्यसपछि जाउँ आईबी मा। आईबी मा के भन्छ भने फाइन्ड द नम्बर अफ स्टुडेन्ट्स हु ड्रिंक नाइदर अफ देम भन्छ। नाइदर अफ देम अघि नै मैले यहाँले बुझाएँ। आइदर भनेपछि ए युनियन बी, नाइदर भनेपछि ए युनियन बी को कम्प्लिमेन्ट भनेको थिएँ। सो कम्प्लिमेन्ट हो, कम्प्लिमेन्टको भ्यालु निकालौँ। एन अफ एम युनियन सी को कम्प्लिमेन्ट बराबर चाहिँ व्हाट हो। फेरि हेर्नुस् कम्प्लिमेन्ट याद गर्नुस् फर्मुला। यु हैव टु रिमाइन्ड द फर्मुला। यदि क्वेशनमा कम्प्लिमेन्ट सोधेको छ भने जहिले पनि के गर्ने भनेको थिएँ
गुड है त युबाट चाहिँ घटाउने तपाईहरुलाई थाहा छ गुड है त नाउ n अफ m युनियन c को कम्प्लिमेन्ट छ भने जहिले पनि युबाट चाहिँ घटाउने है त n अफ m युनियन c कम्प्लिमेन्ट छ भने चाहे a को कम्प्लिमेन्ट b को कम्प्लिमेन्ट a इन्टरसेक्सन b को कम्प्लिमेन्ट a युनियन b को जे को पनि कम्प्लिमेन्ट छ भने you we have to subtract from n of u that's it n of u को भ्यालु कति छ 60 माइनस यसको कति छ त 45 यो कति आले त हाम्रो 15 दिस विल बी द आन्सर फेरि लास्टमा therefore the number of students who drink neither of them मतलब n of m union c को कम्प्लिमेन्ट बराबर चाहिँ 15 यसरी चाहिँ लास्टमा कन्क्लुजन चाहिँ लेख्दिनु होला है त सो यो सजिलो तरिकाले चाहिँ तपाईले क्वेशन नम्बर है त 15 को ए जुन चाहिँ हाम्रो रेडमोर पब्लिकेसनको क्लास 10 को चाहिँ रहेको छ सेट च्याप्टर को यसरी चाहिँ तपाईले गर्न सक्नुहुन्छ है त सो यो भयो अनि त्यसपछि बी नम्बर को 15 को बी एक्ज्याक्टली लाइक दैट है त 15 को ए जस्तै छ तपाईहरु चाहिँ प्र्याक्टिस गर्नु होला यदि तपाईलाई चाहिँ आएन भने प्लिज अप्ठ्यारो नमानिकन यु हैव टु कमेन्ट डाउन सर यति नम्बरको क्वेशन नम्बर यो आएन मैले डेफिनेटली त्यसको भिडियो बनाएर हाल्दिने छु है त यदि तपाईहरु चाहिँ मेरो च्यानलमा नयाँ हुनुहुन्छ या फेरि मेरो फेसबुक उसमा चाहिँ नयाँ हुनुहुन्छ भने प्लिज फेसबुकलाई फलो गरिदिनु होला अनि त्यसपछि युट्युबलाई चाहिँ सब्स्क्राइब गरिदिनु होला यो युट्युब च्यानल रहेको छ मेरो ओजी एजुकेसन